धनु राशिहरू असार महिनामा मालामाल हुँदैछन्। यी गल्ती गर्दै नगर्नुहोला, तपाईको भाग्य चम्किनेछ। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार। तपाई धनु राशिमा पर्नुहुन्छ भने असार महिनामा धनु राशि भएका व्यक्तित्वहरूलाई समग्र ग्रह गोचरको कस्तो प्रभाव रहनेछ र धनु राशि भएका व्यक्तिहरूको शुभ अशुभ असार महिनामा कस्तो फल रहेको छ म प्रस्तुत गर्दैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईका कुनै जिज्ञासा र प्रतिक्रिया छन् भने कमेन्ट बक्समा राख्नुहोला र आफ्नो चिना परामर्श गराउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गरी व्हाट्सएप, इमो, भाइबर र फोन मार्फत आफ्नो चिना परामर्श गराउन सक्नुहुनेछ। धनु राशि भएका व्यक्तिहरूलाई असार महिनामा ग्रहका राजा सूर्यदेव मिथुन राशिमा प्रवेश गर्दैछन् र मिथुन राशिमा सूर्यदेव प्रवेश गर्ने भएकाले सूर्यको गोचर धनु राशि भएका व्यक्तिहरूलाई लग्नबाट सूर्यको गोचर सप्तम घरमा परेकाले सप्तम घर भनेर तपाईको विवाहसँग सम्बन्धित हेरिन्छ, तपाईको लभ लाइफ हेरिन्छ अथवा तपाईको दाम्पत्य जीवन सप्तम घरबाट हेरिने भएकाले र प्रदेशको यात्रा पनि सप्तम घरबाट हेरिने भएकाले लग्नबाट ग्रहका राजा सूर्यदेव सप्तम घरमा गोचर गर्ने भएकाले धनु राशि भएका व्यक्तिहरूलाई यो महिनामा वैदेशिक यात्राहरू हुने सम्भावना देखिन्छ। अथवा नेपालमै केही काम गरिरहनु भएको छ र तपाईलाई वैदेशिक भ्रमण अथवा भारत, भुटान अथवा वैदेशिक क्षेत्रको भ्रमणको योग रहन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। र धनु राशि भएका व्यक्तित्वहरू विदेश जाने सोचमा हुनुहुन्छ अथवा वैदेशिक कार्यको थालनी गर्ने सोचमा हुनुहुन्छ अथवा विदेशको लागि डकुमेन्ट बुझाउने प्रोसेसमा हुनुहुन्छ अथवा कुनै फाइनेन्शियल कुरा गर्ने सोचमा हुनुहुन्छ भने तपाईले असार महिनामा अत्यन्त राम्रो समय रहेको छ धनु राशि भएका व्यक्तिहरूलाई वैदेशिक कामको निमित्त। र अब सप्तम घरको सूर्य ग्रहमण्डलमा सूर्य ग्रहलाई अशुभ ग्रह मानिन्छ, सूर्य ग्रहलाई तातो ग्रह मानिन्छ र त्यसैले तपाईको पारिवारिक बीचमा श्रीमान श्रीमती बीच कुनै प्रकारको खटपट, कुनै प्रकारको झै झगडा, कुनै प्रकारको वाद विवाद, कुनै प्रकारको अफवाहहरू हुने सम्भावनाहरू यो असार महिनामा धनु राशि भएका व्यक्तित्वहरूको जीवनमा आउनेछ। अथवा तपाई प्रेम सम्बन्धमा हुनुहुन्छ, प्रेम जीवनमा हुनुहुन्छ अथवा तपाई प्रेम सम्बन्धमा गाँसिरहनु भएको छ भने तपाईको प्रेम सम्बन्धमा पनि कुनै प्रकारको झै झगडा विवादहरू आउने सम्भावना देखिन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। र सप्तम घरबाट सूर्यको सप्तम दृष्टि प्रथम घरमा परेकाले प्रथम घर स्वास्थ्य, रूप, वर्ण, चिन्ह प्रथम घरबाट हेरिन्छ र तपाईलाई विशेष राजयोग पनि प्राप्त हुनेछ। तपाईलाई यात्राहरू धेरै हुने सम्भावना देखिन्छ भने अलिकति स्वास्थ्य अवस्था कमजोर हुन सक्छ अथवा चाहिँ कुनै प्रकारको दौडधुप, मानसिक प्रेसर, मानसिक तनाव र कुनै क्षेत्रको लिडिङ अथवा चाहिँ गर्नुपर्ने अवस्था, कुनै क्षेत्रको नेतृत्व गर्नुपर्ने अवस्था यो असार महिनामा दौडधुप गर्नुपर्ने अवस्थाहरू सृजना हुन सक्छ धनु राशि भएका व्यक्तित्वहरूलाई यो असार महिनामा। अब असार 11 गतेसम्म असार 11 गतेसम्म सप्तम घरमा बुधादित्य नामक राजयोग, बुधादित्य नामक राजयोगको फल के रहेको छ? प्रियम वदस्यात् सचिव निर्पाणम सेवार जितार्थ स्तुति तत्परास कला कलापे कुशलो मनुष्य भनिन्छ। अथवा तपाईलाई यो 11 गतेसम्म बुधादित्य नामक राजयोगको कृपाले तपाईलाई पद प्रतिष्ठा प्राप्ति हुनेछ अथवा सरकारी गभर्नमेन्ट जबको प्रोसेसमा हुनुहुन्छ, सरकारी गभर्नमेन्ट जब तपाईलाई प्राप्ति हुनेछ भने अथवा तपाई सरकारी क्षेत्रमै आबद्ध हुनुहुन्छ भने तपाईको काम कार्यक्षेत्रमा प्रमोसनको योग रहेको छ धनु राशि भएका व्यक्तित्वहरूलाई असार 11 गतेसम्म। र अब असार महिनामा मंगलको गोचर कस्तो हुनेछ र मंगल ग्रहको पराक्रमी ग्रह मंगल ग्रहको शुभ अशुभ फल तपाईलाई कस्तो प्राप्ति हुनेछ म प्रस्तुत गर्दैछु। र धनु राशि भएका व्यक्तित्वहरूलाई लग्नबाट असार 6 गतेसम्म मंगल ग्रह आफ्नो घरमा छन्। आफ्नो घरमा मंगल मेष राशि र वृश्चिक राशिमा मंगलको घर हो र आफ्नो घरमा अत्यन्त बलशाली हुने भएकाले र मंगल आफ्नो घरमा छन्। यदि केन्द्र स्थानमा बसेको छ भने रुचक नामक महापुरुष योग, रुचक नामक राजयोग पनि पर्ने गर्छ। र लग्नबाट असार 6 गतेसम्म धनु राशि भएका व्यक्तित्वहरूलाई मंगलको गोचर 5औं घरमा परेकाले 5औं घर स्टडी, सन्तान, गर्भ 5औं घरबाट हेरिन्छ। तपाईको नलेज,
बुद्धि, नीति पाँचौं घरबाट हेरिन्छ र पाँचौं घरमा मङ्गलको गोचरले तपाईलाई आरोप प्रत्यारोपहरू लागेका छन् अथवा चाहिँ आरोप प्रत्यारोपहरू छ, मुद्दा मामिला चलिरहेका छन् तपाईको पक्षमा भने ती मुद्दा मामिला आरोप प्रत्यारोपहरूबाट तपाईले उन्मुक्ति प्राप्ति अथवा तपाईको त्यसमा जितको योग रहेको छ। आफ्नो मेहनत, लगाव र झुकावले तपाईको चाहिँ त्यो सक्सेस प्राप्त गर्नुहुनेछ र आफ्ना आरोप प्रत्यारोपहरूबाट आफ्ना दुश्मनहरूबाट चाहिँ तपाईले विजय प्राप्तिको योग रहेको छ धनु राशि भएका व्यक्तित्वहरूलाई। र धनु राशि भएका व्यक्तिहरू तपाईँ आर्मी, पुलिस, खेल, जङ क्षेत्रमा हुनुहुन्छ, टेक्निसियन हुनुहुन्छ, कुनै युट्युब मिडियामा काम गर्नुहुन्छ, टेक्निसियन भएर काम गर्नुहुन्छ अथवा हेल्थ सेक्टरमा हुनुहुन्छ, नर्सिङ फिल्डमा हुनुहुन्छ, तपाईको स्तरै पनि अत्यन्त राम्रो, पढाइ पनि अत्यन्त राम्रो हुनेछ भने अथवा यससँग सम्बन्धित तपाईँ काम गरिरहनु भएको छ भने पनि तपाईलाई पूर्ण सफलता प्राप्तिको योग रहेको छ र तपाईको पदोन्नतिको योग रहेको छ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब मङ्गलको चतुर्थ दृष्टि 1 2 3 4 आठौं घरमा परेकाले आठौं घर भनेर तपाईको आयु, मोक्ष, लस भनेर आठौं व्यापार व्यवसायहरू तपाईका फस्टाउने छन् भने अथवा तपाईले चाहिँ दिमागले अथवा बुद्धिले गरेका हरेक कामहरू चाहिँ सफल बन्ने सम्भावना प्रबल देखिन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब मङ्गलको सप्तम दृष्टि आय घरमा परेकाले किनकि पराक्रमी ग्रह मङ्गल हो, तपाईको भित्री सोर्सहरू, नदेखिने सोर्सहरू अथवा नदेखिने धनको स्रोतहरू चाहिँ तपाईलाई पत्ता लाग्नेछ र आकस्मिक धन वृद्धि पनि हुनेछ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब मङ्गलको आठौं दृष्टि 12औं घरमा परेकाले अथवा तपाईले 12औं घर जेल, नेल, व्यय, हानि, खर्च, देश विदेशको 12औं घरबाट हेरिन्छ। तपाईले वैदेशिक कार्यहरू, विदेशका कार्यहरू सफल बन्नेछन् भने वैदेशिक कार्यहरू बन्नेछन् भने अनावश्यक रूपमा व्यय, खर्च, हानि हुने सम्भावना देखिन्छ। अत्याधिक आम्दानी पनि तपाईको धेरै हुनेछ र व्यय खर्च पनि अत्याधिक हुने सम्भावना देखिन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। र धनु राशि भएका व्यक्तिहरूलाई असार 7 गते भन्दा पछाडि मङ्गल ग्रह किनकि पराक्रमी सेनापति ग्रह वृष राशिमा प्रवेश गर्दैछन् र वृष राशिमा प्रवेश गरिसकेपछि लग्नबाट मङ्गलको गोचर छैटौं भावमा परेकाले छैटौं ऋण, शत्रु, रोग, मावली छैटौं घरबाट हेरिन्छ र छैटौं घरमा मङ्गलको गोचरले तपाईको ऋणबाट तपाईले उन्मुक्ति प्राप्ति गर्नुहुनेछ। ऋण, शत्रुहरूबाट तपाईले चाहिँ शत्रुहरू तपाईका पछाडि लागेका छन् अथवा शत्रुहरूले तपाईलाई दुःख दिएका छन्, शत्रुहरूले तपाईलाई पीडा दिएका छन् भने ती शत्रुहरूबाट तपाईले चाहिँ छुटकारा पाउनुहुनेछ अथवा ती शत्रुहरूले तपाईको बाटोबाट तपाईको चाहिँ भाग्नेछन् र ती शत्रुहरूसँग तपाईको विजय प्राप्ति हुनेछ भने अब रोगसँग सम्बन्धित कुरा गर्दा चाहिँ तर सुगृही वृष राशिको मङ्गल छन् र स्वास्थ्य अवस्था अलिकति ब्लड प्रकोप अथवा चाहिँ खुन रक्त प्रकोप भनिन्छ, खुनसँग सम्बन्धित कुनै प्रकारको समस्या, आगोबाट विशेष रूपमा बस्नु होला, चोटपटकहरू लाग्न सक्छ, विशेष सवारी साधन चलाउँदा पनि केयर हुनु होला धनु राशि भएका व्यक्तित्वहरू। अब मङ्गलको 4औं दृष्टि 1 2 3 4 भाग्य स्थानमा परेकाले अथवा भगवान प्रति आस्था नबढ्न सक्छ, भगवान प्रति मन नजान सक्छ, आफ्नो कर्म प्रति विश्वास गरेर अगाडि बढ्ने संकेत देखिँदैछ असार महिनामा, असार 7 गते भन्दा पछाडि धनु राशि भएका व्यक्तित्वहरूलाई। अब मङ्गलको सप्तम दृष्टि 12औं घरमा परेकाले 12औं व्यय, अनावश्यक रूपमा खर्चहरू पनि अत्याधिक बढ्नेछ, आम्दानी पनि बढ्नेछ, खर्चहरू पनि बढ्ने सम्भावना देखिन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। 8औं दृष्टि प्रथम घरमा परेकाले प्रथम घर लग्न घर, स्वास्थ्य रूप वर्ण, स्वास्थ्य अवस्था कमजोर हुनेछ तर मेहनती व्यक्ति बन्नुहुनेछ, अत्यन्त पराक्रमी व्यक्ति बन्नुहुनेछ र कसैको अटेरीपन तपाईले चाहिँ अटेरीपन गर्नुहुनेछ र आफ्नो कर्ममा विश्वास गर्नुहुनेछ र चाहिँ सकेसम्म रिस र आवेगमा कुनै प्रकारको कामहरू नगर्नु होला, एकदमै बुद्धि पुर्याएर काम गरेका कामहरू सफल बन्ने सम्भावना देखिन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब धनु राशि भएका व्यक्तिहरूलाई बुध ग्रहको कस्तो प्रभाव रहनेछ? बुध ग्रह असार 11 गतेसम्म बुध ग्रह आफ्नो घरमा छन् किनकि बुध मिथुन राशिको राशि स्वामी बुध हुने गर्छन् र मिथुन राशि बुधको घर मिथुन र कन्या राशि हुन्छ र मिथुन राशिमा बुध अत्यन्त बलशाली हुने भएकाले लग्नबाट बुधको गोचर सप्तम घरमा र बुधादित्य नामक राजयोग 11 गतेसम्म परेकाले तपाईले वैदेशिक यात्रा हुनेछ, वैदेशिक कार्यहरू यात्रा सफल हुनेछ भने पारिवारिक जीवनमा पनि बुधको प्रभावले सकारात्मक रिजल्ट दिनेछ अथवा पारिवारिक दाम्पत्य जीवनमा सुखद हुनेछ। डिपेन्डेन्ट भिजामा विदेश जाने सोचमा हुनुहुन्छ भने
पनि तपाईको धनु राशि भएका व्यक्तित्वहरूको डिपेन्डेन्ट भिजामा विदेश जाने तपाईको ग्रह प्रबल रहेको छ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब बुधको सप्तम दृष्टि प्रथम घरमा परेकाले तपाईको मधुर भाषी हुनुहुनेछ, तपाईको बाणी बोलीको प्रशंसा हुनेछ, बाणी र बोलीले काम गर्नुहुनेछ र त्यो काम राम्रो सफलता पनि प्राप्ति गर्नेछ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब असार 12 गते भन्दा पछाडि बुध ग्रह कर्कट राशिमा प्रवेश गर्दैछन्। कर्कट राशिमा बुध ग्रह कमजोर हुन्छन् किनकि कर्कट राशिको राशि स्वामी चन्द्रमा हुन्छ। बुध ग्रहको शत्रु दुश्मन ग्रह भनेर चन्द्रमालाई चिनिन्छ किनकि चन्द्रमाको घरमा बुध कमजोर हुने भएकाले र फेरि तीनवटा ग्रहको युति बन्छ बुध गुरु र शुक्र, यी तीनटा ग्रहको युति 8औं घरमा परेकाले तपाईले सवारी साधन चलाउँदा, बोल्दा, चाल्दा, पैसा लगानी गर्दा, भाइ बहिनीहरूसँग भेटघाट गर्दा अति सावधान भएर चाहिँ तपाईहरु चाहिँ भेटघाट लेनदेनको कारोबार अथवा चाहिँ यात्रा गर्दा विशेष केयर हुनुहोला धनु राशि भएका व्यक्तित्वहरू। र बुधको सप्तम दृष्टि धन स्थानमा परेकाले धन नाश हुन सक्छ, आफन्त परिवारका वचनहरू सुन्न पर्छ अथवा आफन्त परिवारबाट कुनै प्रकारको घातहरू हुन सक्छ अथवा चाहिँ संग्रह विग्रह भन्दा पनि व्यय आम्दानी पनि त्यही अनुसार हुन्छ, खर्च पनि त्यही अनुसार हुने सम्भावना देखिन्छ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब धनु राशि भएका व्यक्तिहरूलाई असार 20 गते भन्दा पछाडि बुध ग्रह अस्त हुँदैछन् र बुध ग्रह अस्त हुने भएकाले एक स्टेप तल झर्छन्, फेरि मिथुन राशिमा प्रवेश गर्छन् र फेरि बुधा आदित्य दुईटा सूर्य र बुधको युति पनि बन्दैछ र बुधादित्य नामक राजयोग पर्दैछ र 20 गते भन्दा पछाडि पनि तपाईले अत्यन्त राम्रो हुनेछ, अत्यन्त तपाईको चाहिँ आफ्नो सरकारी हरेक क्षेत्रमा तपाईले सफलता प्राप्ति गर्नुहुनेछ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब असार महिनामा धनु राशि भएका व्यक्तिहरूलाई शुक्रको गोचर कस्तो रहनेछ अथवा शुक्रको फल तपाईलाई कस्तो प्राप्ति हुनेछ भने लग्नबाट शुक्र 18 गतेसम्म, किनकि शुक्र ग्रह भोग विलास ऐश आराम लग्जरी दिने शुक्र ग्रह, किनकि सुख दिने ग्रह शुक्र ग्रह, लग्नबाट शुक्रको गोचर अहिले कर्कट राशिमा छन् 18 गतेसम्म र 8औं घरसम्म परेकाले 8औं घरमा शुक्रको तपाईको चाहिँ अलिकति पारिवारिक जीवनमा श्रीमान श्रीमतीको बीचमा कुनै प्रकारको खटपट, प्रेम जीवनमा कुनै प्रकारको खटपटहरू आउन सक्छ अथवा बाहिर सम्बन्धहरू नराख्नु होला, सकेसम्म प्रेम सम्बन्धमा नबस्नु होला, वैवाहिक सम्बन्धी घर पारिवारिक कुराहरू अथवा श्रीमान श्रीमती हुने कुराहरू घरमा चाहिँ नचलाएकै राम्रो हुनेछ धनु राशि भएका व्यक्तित्वहरूलाई। अब शुक्रको सप्तम दृष्टि धन स्थानमा परेकाले धन स्थान भनेर तपाईको चाहिँ शुक्र 8औं स्थानबाट शुक्रको दृष्टिले केही धन हानि हुन सक्छ, धन लस हुन सक्छ, नयाँ व्यापार व्यवसायहरू सुरुवात नगरेकै राम्रो हुनेछ धनु राशि भएका व्यक्तित्वहरूलाई। र असार 19 गते भन्दा पछाडि शुक्र ग्रह सिंह राशिमा प्रवेश गर्छन् किनकि सिंह राशिको राशि स्वामी हुन्छ सूर्य। शुक्र र सूर्यको मिलन राम्रो हुँदैन किनकि शुक्रको दुश्मन ग्रह भनेर सूर्यलाई चिनिन्छ, किनकि शत्रु ग्रह भनेर सूर्यलाई चिनिन्छ र सिंह राशिमा सूर्य के हुन्छन् अत्यन्त पीडित हुन्छन्, कमजोर हुन्छन् र कमजोर भएकाले लग्नबाट भाग्य स्थानमा शुक्र परेकाले अलिकति धर्म कर्म आध्यात्मिक क्षेत्रभन्दा पनि बाहिरिया मन जान सक्छ, भाग्य किस्मतले एउटा नराम्रो बाटोतिर डराउन सक्छ अथवा जीवनमा चाहिँ लागु औषध अथवा चाहिँ तपाईँ चाहिँ व्यभिचारहरू अथवा सँगसँगै व्यसन अथवा अल्कोहलिङ ड्रिङ्किङ यस क्षेत्रमा आबद्ध हुने सम्भावना देखिन्छ, विशेष सावधान रहनुहोला धनु राशि भएका व्यक्तित्वहरू। अब शुक्रको सप्तम दृष्टि तेस्रो घरमा परेकाले पराक्रमी, अलिकति भाइ बहिनी दिदी बहिनीसँग कुनै प्रकारको झै झगडा, कुनै प्रकारको विवादहरू आउन सक्छ, आफ्नो स्टाफ र व्यापार व्यवसायमा तपाईका कुनै कामदारहरू छन्, स्टाफहरू छन्, ती स्टाफहरूसँग पनि तपाईको कुनै प्रकारको विवादहरू पर्न सक्छ, तपाईहरुबाट कुनै प्रकारको घातहरू हुन सक्छ र आफ्ना स्टाफहरूसँग पनि विशेष केयर हुनुहोला धनु राशि भएका व्यक्तित्वहरू। र धनु राशि भएका व्यक्तित्वहरूलाई समस्त ग्रह गोचरलाई आधार मान्ने हो भने, किनकि यो असार महिनामा सूर्य ग्रहलाई प्रधान मान्ने हो भने धनु राशि भएका व्यक्तित्वहरूको लकी नम्बर रहेको छ 3 नम्बर। तपाईको शुभ दिशा रहन्छ पश्चिम दिशातिर तपाईले कुनै नयाँ काम कार्य आयोजना गर्नुभयो भने धनु राशि भएका व्यक्तित्वहरूलाई अत्यन्त शुभ हुनेछ। र धनु राशि भएका व्यक्तिहरूलाई तपाईका इष्ट देवता हुनुहुन्छ भगवान विष्णु, भगवान गणेश,
भगवान लक्ष्मी नारायणको पूजन अनिवार्य रूपमा गर्नुहोला। यी तीनटा देवता मध्ये एउटा भगवानको नाम, एउटा भगवानको पूजा गर्नुभयो भने तपाईले चौतर्फी फलिफाप हुनेछ भने र धनु राशि भएका व्यक्तिहरूको शुभ रङ रहेको छ गाढा पहेँलो रङ धारण गर्नुहोला, तपाईलाई धेरै राम्रो हुनेछ। धनु राशि भएका व्यक्तित्वहरूले भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोला, लाइक गर्नुहोला र तपाईका कुनै जिज्ञासा र प्रतिक्रिया छन् भने कमेन्ट बक्समा आफ्ना जिज्ञासा र प्रतिक्रियाहरू राख्नुहोला। यो भिडियोलाई धेरैमा शेयर गर्नुहोला। आफ्नो चिना परामर्श गराउन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गरी व्हाट्सएप, इमो, भाइबर र फोन मार्फत आफ्नो चिना परामर्श गराउन सक्नुहुनेछ। सम्पूर्ण दर्शक महानुभावहरुमा नमो नमः। ओम नमः शिवाय, जय माता कालिका, ओम नमः पार्वतीपतये, हर हर महादेव शम्भो।